गरी नि देखिनछ नि हेर्नु जमुना दिदी पानी छ कि टन्नै पानी छ त्यही पनि आमाले देख्दै यो बुढा बुढी यस्तै हो ज्योति जस दिँदैनन् केही काम हेर्नु यहाँ टन्नै पानी छ अब पानी रहेछ त अनि किन यो बुढीले यस्तो गरे त पानी फालेर देखेन नि मैले अब आमा त जाँदैनन् हाम्रो जाम तपाईहरुमा ल जा म साथी जान्छु ल पानी लिन जाने कि पनि जाने के रे हामी काम ज्योति हजुर तपाईँ त पानी लिन आएको होइन यहाँ बसेर मेकअप गर्न लानुभएछ नि त अफिस जानु पर्छ कि आज अनि अफिस जान धारामा बसेर मेकअप गर्ने हो त घर बसेर त आमैले मेकअप गर्न दिए पो आज अफिस जानु पर्छ त्यही भएर सुटुक्कै पोतेर लिएर आज बिदाको दिन नि के अफिस त अफिस जानु पर्छ अनि अफिस 7 दिनको लागि बन्द भयो भने हेर्नु ज्योति आज मात्रै खुल्ने अफिस हो के ए अनि के थाहा त मलाई अनि आज एक दिन मात्रै खुल्ने अफिस हो त्यही भएर जान्दिनँ अनि मलाई भन्नु पर्यो नि त मलाई थाहा हुन्छ त त्यो ठुल्ठुल नगरौँ न आमाले थाहा पाउँछिन् पाए पाउँछ म त आमालाई कुरा लगाइदिन्छु बिस्तार बोल्नु नगरौँ न म तपाईँले नि लैजान्छु अफिस मलाई अब तपाईँको अफिसमा के काम छ र मलाई जा गयो उही हराउँछ बारीमा गयो बारीमा खेतामा पानी लिन पठाएको त ल 12-17 कप यहाँ पार बसिन्छ ल यहाँ सबै साथी लिएर ल यो केटी त कस्ती भइगयो नि त्यो मेरो छोरी हे भगवान् ल भन् त अनि अफिस जानु छ कि आज अफिस जानु छ 3-4 दिन बिदा भने कि होइन 3-4 दिन बिदै आज मात्रै खुल्ने अफिस आज मात्र खुल्ने कस्तो अफिस रहेछ त्यो रे होइन के आमा आज त्यो भ्यालेन्टाइन डे हो कि के जाति डे हो भन्ने छ के त्यही भएर त्यहाँ कता घुम्न जानु ला होला त्यसै अफिस बोल्दिरहेछ मलाई झुटो बोल्दिरहेछ है अफिस त अस्तिदेखि बिदा छ भ्यालेन्टाइन डे त्यस्तो हुन्छ त आमा अस्ति वा तस्बिरमा भनेर त्यसैलाई भेट्न जान्ला आमा छि होइन अफिस होइन आमा अफिस होइन त्यहाँको कुरा सुन्नु मैले ल भन् त होइन भ्यालेन्टाइन डे मैले देखे हो आमा हो हो ल होइन क्या जमुना दिदी आज त्यो भ्यालेन्टाइन डे हो कि भान्डन भुन्डुङ डे के डे हो भ्यालेन्टाइन डे हो क्या भ्यालेन्टाइन डे सरू के भन्न पनि आउँदैन हामीलाई त त्यस्तो हाम्रो पाला त्यस्तो थिएन त्यही भेट्न जान्ला होला हो त्यही हो कुरा त्यही हो ल गई भने गई जति काम गरि नि आमा पनि देखिनछ नि भाउजू पनि देखिनछ नि दिदी पनि देखिनछ नि गई म गर्ने बाबु कतिले देख्छ नि तिम्रो बिहोरै त्यस्तो छ के गतिलो देख्नु जाऊ बाई जाऊ